हुन्छ, परमेश्वरलाई महिमा भएको होस् त्यस समय। अनि फेरि आज तपाईँहरूको माझमा यसरी आउनु पाउँदा अत्यन्तै खुसी छु म है। आज एउटा विषयलाई लिएर आएको छु। आजको विषय चाहिँ के छ भन्नुहुन्छ भने पाप, गल्ती, भुल है, अनि के त पश्चाताप भन्ने विषयमा छ है। हामी मानिस भएर चाहिँ हामीले गल्ती गरी पठाउँछौँ है, भुल गरी पठाउँछौँ है, पाप गरी पठाउँछौँ है। यो चाहिँ मान्छेमा यो चिजहरू आउँछ, हुनु जान्छ। तरै पनि हामीले के गर्नुपर्छ भने पश्चाताप गर्नु आवश्यक छ हामीले भन्ने विषयलाई आज हामी हेर्नेछौँ। हामीले सुरुमै हेऱ्यौँ भने उत्पत्तिको पुस्तकमा हामीले हेऱ्यौँ भने त्यहाँ पाउँछौँ है, यसरी लेखेको छ। उत्पत्ति 3:3लाई म पढेर सुनाउँछु। तर बगैँचाका बिचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्नेछौ भन्नुभएको छ। जुन फल राखिदिनु भयो भने परमेश्वरले बगैँचा राखिदिनु, त्यो बगैँचामा एउटा फलको विषयमा परमेश्वरले भन्दै हुनुहुन्छ, त्यो बिचको फल चाहिँ नखानु है, तिमीहरू त्यो खायो भने चाहिँ के त तिमीहरू मर्नेछौ भन्ने परमेश्वरले भन्नुभएको छ। भन्दै गर्दाखेरि यो आज्ञा दिँदै गर्दाखेरि पनि त्यो आज्ञालाई, परमेश्वरको आज्ञालाई चाहिँ उल्लङ्घन गरेको छ है। त्यो आज्ञालाई तोडेको छ मानिसले। कसले भन्दाखेरि हावा र आदमले तोडेको छ। भनेदेखि तिनीहरू त्यो परीक्षामा तिनीहरू के त फेल भएको कुराहरू छ है। तिनीहरूले पाप गरी पठाएको कुराहरू छ। भनेदेखि तिनीहरूले त्यो गल्ती गरेको छ। एक ठाउँमा कसले गर्यो, सुरुमै कसले गल्ती गर्यो भन्दाखेरि आदम र हावाले गरेको छ। भनेपछि हामीले अर्को चाहिँ के गर्छ भने अर्को हामीले हेऱ्यौँ भनेदेखि उत्पत्ति 9:21मा हेऱ्यौँ भनेदेखि नुहाको विषयमा छ है। नुहाले पनि अलिकति गल्ती गरेर पठाएको छ यहाँनिर। के गल्ती गर्यो त नुहाले भन्दाखेरि नुहा चाहिँ सबैभन्दा के त नम्र मानिस थियो, तर उसले गल्ती गरी पठाएको छ। के गल्ती गर्यो भने जब तिनले दाखमत पिए तब तिनी मातेर आफ्नो पालभित्र नाङ्गै सुत्यो भनेछ। के भन्छ नुहाले पनि जब ऊ मातेको छ, दाखमतले मातेर चाहिँ नाङ्गै आफ्नो पालभित्र सुतिरहेको छ, उसले त्यो पनि एउटा अलिकति भुल गरेको छ। भनेदेखि मानिसमा हामीसँग भुल हुन्छ भन्ने कुरा म तपाईँलाई भन्दैछु है। अनि अर्को हेऱ्यो भने अब्राहमले पनि एउटा गल्ती बोली पठाएको छ है। अब्राहमकै श्रीमती जो सारा थियो, सारालाई चाहिँ उसले के भन्दैछ भनेदेखि एक ठाउँ जाँदाखेरि चाहिँ उसले त्यो राजाको सामु चाहिँ उसले के भन्छ भने म चाहिँ तिमीलाई चाहिँ मेरो बहिनी हो भनेर भन्छु भनेर भनेको छ है। उसले बहिनी भनेर भनेको छ। आफ्नो श्रीमतीलाई पनि उसले झुट बोलेको कुराहरू छ। यहाँनिर हेऱ्यो भने पाउँछौँ उत्पत्ति 12:20मा यसरी लेखिएको छ, म तिनको बहिनी हुँ भने तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ भनेछ है। तिम्रो कारण चाहिँ मलाई भलो हुनेछ भनेर उसले उसको लागि भलो हुँदै गर्दा पनि उसले झुट चाहिँ बोलेकै हो। बाइबलले मिठो कुरा भन्दछ है, झुट बोल्नुभन्दा चाहिँ गरिब हुनु बेस भन्ने छ है। अनि उहाँले पनि एउटा झुट बोल्नु भएको छ। भनेदेखि अर्को मोसा है, मोसाले नि के गर्नुभएको छ भनेदेखि जब मोसाले म पढेर सुनाउँछु तपाईँलाई, गन्ती 20:10 यसरी लेख्छ, अनि मोसा र हारुनले चट्टानको सामुने समुदायलाई जम्मा गरे। तब मोसाले तिनलाई भने, सुन ए विद्रोही मानिस हो, के यही चट्टानबाट हामी तिमीहरूको निम्ति पानी निकालिदियौँ भनेर है। परमेश्वरले चाहिँ त्यो चट्टानमा चाहिँ हिर्काएर पानी निकालेर इजरायललाई खुवा भन्दाखेरि ऊ त्यो इजरायली गनगन गरेको कारण ऊ रिसाएर उसले बोलिरहेको त्यहाँनिर है। एकचोटि हान भनेको दुईचोटि हानेको सायद उसले है, यसरी हानिरहेको छ। उसले पनि त्यहाँनिर गल्ती गरी पठाएको छ, रिसाई पठाएको छ उसले है। रिसाउनु पनि एउटा पाप हो भन्छ बाइबलले। ऊ त्यहाँ एक्चुअली रिसाएको छ। भनेदेखि हामीले अर्कोले हेऱ्यौँ भनेदेखि दाउदलाई हेऱ्यौँ भने पनि दाउदले पनि पाप गरी पठाएको छ है। हामीले हेऱ्यौँ भने पाउँछौँ यहाँनिर है। 2 सामुएल 11:2-4 हामी हेऱ्यौँ भने पाउँछौँ उसले चाहिँ बेत्सेबा भन्ने एउटा स्त्री छ, जुन चाहिँ उसकै भित्रको सैनिकको बुढी हुन्छ, ऊ चाहिँ पत्नी हुन्छ है। उसलाई चाहिँ उसले व्यभिचार कारणले हेरेको छ उसले, अनि व्यभिचार गरेको कुराहरू छ है। अनि त्यहाँबाट पापहरू उत्पन्न भएको कुराहरू छ है। अनि साँच्चै नै हामीले हेऱ्यौँ भनेदेखि दाउदले पनि पाप गरेको छ है। अनि हामी अर्को हेऱ्यौँ भने
सोलोमन पनि बुद्धिको मालिक है। सोलोमनको बुद्धि धेरै बुद्धि थियो भन्छ बाइबलले है। परमेश्वरसँग माग्दाखेरि के माग्छस् माग भन्दाखेरि मलाई बुद्धि दिनुहोस्, मेरो जातिहरूलाई चाहिँ मैले चाहिँ ठिकसँग मिलाएर राख्न सकौँ, त्यो विवेक म सानै छु, मलाई बुद्धिको खाँचो छ। बुद्धि माग्यो, परमेश्वर खुसी हुनुहुन्छ, बुद्धि माग्यो, धन सम्पत्ति पनि माग्यो तर बुद्धि माग्यो भनेर। तर परमेश्वरले चाहिँ बुद्धि सँगसँगै त्यो चिजहरू पनि दिनुभएको छ। तर उसले पनि पाप गरी पठाएको छ। के पाप गर्यो उसले, के गल्ती गर्यो भन्ने हामीले हेर्छौँ। 1 राजा 11:1 हेऱ्यौँ भने पाउँछौँ, तापनि सोलोमन राजाले फारोकी छोरी बाहेक धेरै विदेशी स्त्रीहरूसँग मोहाबी, अम्बोनी, एदोमी, सिदोनी र हित्ती स्त्रीहरूसँग प्रेम गरे भन्छ है। सित प्रेम गरे, उसले धेरै स्त्रीहरू बिहा गरे। अनि बिहा गरेर लिएर आउँदै गर्दाखेरि उनीहरू कताको थियो, कोही मूर्ति पूजकहरू थियो। उनीहरूले आएर उनीहरू जब बिहा गरेर लिएर आएको छ, उनीहरूले चाहिँ मूर्ति पूजाहरू गरेको छ। अनि उसको स्त्रीको लागि, उसको श्रीमतीको लागि उसले मूर्तिहरू बनाइदिएको छ। अनि मूर्ति पूजाहरू उसले पनि पूजाहरू गरेछ, मूर्ति पूजक भएको छ। उसले त्यहाँ परमेश्वर त्यहाँ उहाँसँग रिसाएको कुराहरू छ है। त्यही कारणले गर्दा उसले पनि गल्ती गराएर पठाएको छ भनेदेखि हामीले हेऱ्यौँ भनेदेखि अब्राहमले पनि गल्ती गरेको छ, नोआले पनि गल्ती गर्यो, मूसाले पनि, दाउदले पनि, सोलोमनले पनि, आदम र हव्वाले पनि गल्ती गरी पठाएको छ। अनि मानिस भएर चाहिँ हामी गल्ती गरी पठाउँछौँ है। हामी कोही पनि शुद्ध छैनौँ भन्छ बाइबलले है। अनि हामीले अर्को एउटा हेऱ्यौँ भने के भन्छ भनेदेखि यसैया 2:22 के भन्छ भने नाकका पलमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र भन्छ बाइबलले। नाकको पालमा चाहिँ सास हुने मान्छेको चाहिँ भरोसा नगर भन्छ है। त्यसको मोल नै के छ र भन्दछ बाइबलले है। यसै कारणले गर्दाखेरि रोमी 3:23 पनि के भन्छ भने किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमामा पुग्न चुकेका छन् भन्छ। सबैले पाप गरेका छ है मानिसले, तर परमेश्वरको महिमासम्म पुग्नको लागि चाहिँ चुकेको छन्। तर एकजना व्यक्ति हुनुहुन्छ है, जो प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँ चाहिँ 100% मानिस पनि हुनुहुन्थ्यो र 100% परमेश्वर पनि हुनुहुन्छ। उहाँ मात्र, उहाँदेखि बाहेक चाहिँ हामी कोही पनि के त शुद्ध छैनौँ। किनभने हिब्रू 4:15 भन्छ किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन सक्ने हुनुहुन्न हैन, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो। हामी जस्तै सबै कुरामा परिचित हुनुभयो। प्रभु यीशु चाहिँ उहाँ भोकाउनु भएको छ, उहाँ रुनु भएको छ, उहाँ तिर्खाउनु भएको छ है। सबै कुरामा परिचित हुनुभयो र पनि पाप रहित हुनुभयो। तर पनि उहाँ चाहिँ के त पाप रहित हुनुभयो, तर उहाँले पाप चाहिँ गर्नु भएन है। मानिसकै स्वरूपमा आएर पनि उहाँले पाप चाहिँ गर्नुभएको छैन है। परमेश्वरदेखि बाहेक चाहिँ, यीशु ख्रीष्टदेखि बाहेक चाहिँ कोही पनि शुद्ध छैन संसारमा मान्छे है। अनि हामीले चाहिँ के चाहिँ गर्नु आवश्यक छ त? अनि परमेश्वरसँग जोडिनुको निम्ति, परमेश्वरसँग रहनुको निम्ति चाहिँ हामी के गर्नुपर्छ त हामीले भन्ने कुराहरू छ, जुन हामीले उत्पत्तिको पुस्तकमा हेरेछौँ। यो फल खाए तिमी चाहिँ के त मर्ने छौ भनेको छ। तिनीहरू मरेको छ। केमा मरेको छ भन्दा आत्मामा मरेको छ तिनीहरू है। तर पनि हामी बाँच्नुको लागि चाहिँ हामीले के गर्नुपर्छ त अब भन्ने प्रश्न यहाँनिर छ। हामीले यहाँनिर हेर्नेछौँ। इजकियल 18:32 भन्दछ है, किनभने कसैको मृत्युमा म प्रसन्न हुन्न भनेछ है। परमेश्वरले भन्दै हुनुहुन्छ किनकि म कसैको मृत्युमा प्रसन्न छुइनँ, प्रसन्न हुन्न म भन्छु। प्रभु परमेश्वर भन्नुहुन्छ अरे, कसले भन्नुहुन्छ अरे? प्रभु परमेश्वरले भन्नुहुन्छ कसैको मृत्युमा म प्रसन्न हुन्न हैन। अनि एउटा शब्द, मिठो शब्द भन्नुभएको छ, पश्चाताप गरेर बाँच भन्नुभएको छ। आमेन आमेन। हामी कहाँनिर चाहिँ बाँच्छौँ त, हामी कहाँ जिउँदो हुन्छौँ त भनेदेखि पश्चाताप गऱ्यौँ भने चाहिँ हामी के त बाँच्छौँ। हामीले गरेका पाप भुल त्रुटिहरू छ भने पनि जब हामी पश्चाताप गर्छौँ र त्यो बाटो फेरि हामी लाग्दैनौँ भने चाहिँ हामी के त बाँच्दछौँ हामी। बाइबलले भन्छ है,
जो परमेश्वरमा रहने मान्छे चाहिँ उसले पाप गरिरहँदैन भन्दछ है। जब हामी फर्किन्छौँ नि, पश्चाताप गर्छौँ नि हामी होइन, त्यहाँदेखि चाहिँ हामी जब परमेश्वरमा रह्यौँ भने चाहिँ हामीले पाप गर्दैनौँ फेरि है। मान्छेले अन्जानमा होस् चाहे जानेर एकचोटि गरेको पाप परमेश्वरले माफ गर्नुहुन्छ, तर बार बार पाप चाहिँ गरेको परमेश्वरले त्यसलाई चाहिँ फेरि माफ गर्नुहुन्न। त्यसलाई चाहिँ फेरि के गर्नुहुन्छ, आगोको डन्डनमा, त्यो आगो दन्किरहेको आगोमा शैतानलाई फाल्ने आगो, मानिसलाई फाल्ने होइन त्यो, तर शैतानको निम्ति बनाएकोमा चाहिँ कति मानिसहरूलाई पनि त्यहाँ जान्छन्। फेरि परमेश्वरको के मानेन भने परमेश्वरको आज्ञाहरूलाई हामीले मानिनौँ भनेदेखि चाहिँ है, हामीले भुल गरेर पनि हामी फेरि पश्चाताप गर्नु चाहिँ आवश्यक छ। पश्चाताप गरेर हामी फर्किनुपर्छ है। अनि फेरि त्यो पाप फेरि हामीले दोबारा गर्नु हुँदैन। फर्किनु भनेको चाहिँ फेरि त्यो पापलाई नै डबल गर्नु होइन। फर्किनु भनेको चाहिँ फेरि अब त्यो बाटोमा, नयाँ बाटोमा हिँड्नु, त्यो पुरानो कुरालाई छोडेर त्यो गरेको भुल त्रुटिलाई परमेश्वरले के भन्नुभएको छ, तेरो पाप चाहिँ सिन्दुरे रङका राता र गाढा भए तापनि म त्यसलाई हिउँसित बनाइदिन्छु भन्नुभएको छ। अनि अलिक पर गएर हामी हेऱ्यौँ भने त्यसलाई फेरि म सम्झिदिनँ, स्मरण गर्ने छुइनँ भन्नुभएको छ। त्यही कारणले गर्दाखेरि हामीले गरेका पाप भुल त्रुटिहरू पनि परमेश्वरले हिउँसित बनाइदिनु भएको छ अब है। अब उपरान्त चाहिँ हामी के त त्यो कुरामा फर्किने होइन, अब हामीले जिउनु सिक्नुपर्छ, परमेश्वरमा रहनुपर्छ भन्ने कुराहरू छ अब चाहिँ। किनभने परमेश्वरले भन्नुभएको छ, यीशुले भन्नुभयो तिमीहरू ममा रह र म तिमीहरूसँग रहने भन्ने कुराहरू छ। अब यो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, सधैँ ईश्वरले बास गर्नुहुन्छ। अब चाहिँ यसलाई हामीले पवित्र राख्नुपर्छ, हामीले बार बार पाप गर्ने होइन है। अब चाहिँ हामी के हुनुपर्छ त, अब चाहिँ हामी धर्मी हुनुपर्छ है। हामी त वास्तविक भनौँ भने त हामी त मानिस चाहिँ धर्मी मानिस, हामी आएकै स्वर्गबाट हो है। हामीले के कन्सेप्टमा राख्नुपर्छ भने म चाहिँ स्वर्गीय मानिस हो है, त्यो सोच्नुपर्छ दिमागमा। स्वर्गीय मानिस हो म चाहिँ, त्यो स्वर्गमा बस्ने मानिस हो। त्यो मनन गर्दै गऱ्यो भने त्यो कुरालाई त्यसलाई नै मनन गर्दै गऱ्यो हामी त्यस्तै हुन जान्छौँ है। हामीले जे सोच्यो जे बोल्यो त्यो हुन्छ है। अनि त्यो कारणले हामीले असल सोच्नुपर्ने कुराहरू हुन्छ, असल बोल्नुपर्ने कुराहरू हुन्छ। त्यही कारणले गर्दा हामी दिमागमा असल सोच्नुपर्छ, म धर्मी छु, अब म धर्मी छु, अब उपरान्त म पाप गर्दिनँ, मैले गरेका पापहरू सब सिन्दुरे रङका राता र गाढा भयो भने अब हिउँसित सेतो भएको छ, अब उपरान्त चाहिँ म फर्किदिनँ भन्ने चाहिँ हामी त्यतिखेर पश्चाताप गर्नु चाहिँ के त के त आवश्यक छ। त्यही कारणले गर्दाखेरि के त रहेछ त भनेदेखि हिजकियल 18:32 भने चाहिँ किनभने कसैकै मृत्युमा म प्रसन्न हुन्न, परमप्रभु परमेश्वर भन्नुहुन्छ पश्चाताप गर र बाँच है। पश्चाताप गरेर हामी बाँच्ने रहेछौँ नि त। हामीलाई के पढ्यो, सुरुमा के पढ्यो तिमी, उत्पत्तिमा के पढ्यो, उत्पत्ति 3:3 तर बगैँचाका बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू के त मर्ने छौ। तिनीहरू मर्यो, आत्मामा मरेको छ है। तर हामी अब त्यो आत्मा मरेको मान्छे फेरि आत्मामा कसरी बाँच्ने भन्ने कुराहरू छ, कसरी बाँचिँदो रहेछ भने हामीले इजकियलको पुस्तकमा हेरेर पाउँदो रहेछ नि त। यहाँनिर पश्चाताप गर र बाँच। अब हामी पश्चाताप गर्नु, बाँच्नु छ भने चाहिँ पश्चाताप गर्नु आवश्यक छ। आमेन आमेन। हुन्छ, परमेश्वरलाई धन्यवाद, परमेश्वरको महिमा भयो।